दर्शकबिन नमस्कार। खबर इन्डिया लाइभमा स्वागत छ। म लक्ष्मण ढुङ्गाल। केही दिन अघि मात्र सम्पन्न भएको धनगढी डान्स च्याम्पियनसिपको तेस्रो स्थानमा पर्न सफल एलेक्स बुल हामी माझ हुनुहुन्छ। आउनुहोस्, उहाँको यात्रा कस्तो चल्दैछ कार्यक्रममा स्वागत गरौँ। स्वागत छ तपाईँलाई। नमस्ते सर। आराम हुनुहुन्छ? एकदम, हजुरको भन्नुहोस्। ठिक छ हाम्रो पनि। केमा अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ? अहिले चाहिँ त्यही हाम्रो कम्पिटिसनमै हामीहरू व्यस्त थियौँ। अब चाहिँ जो सभ्य र भव्य तरिकाले हाम्रो कम्पिटिसन पनि सकियो अनि तेस्रो पोजिसन पनि पाएँ। एकदमै खुसी छ र अहिले त्यति खासै बिजी त होइन। अबबाट चाहिँ खाली नै छौँ। कति महिना जति व्यस्त हुनुभयो तपाईँ? हामी 7 महिना रेगुलर व्यस्त भयौँ, त्यति नै हो। समय चाहिँ कसरी मिलाउनु भयो? पढाइ पनि अध्ययन गर्नुहुन्छ? हजुर, म चाहिँ कलेज पढ्थेँ अनि अब त्यसमा चाहिँ अब अलि कलेजमा प्रभाव पर्यो र अलि डिस्टर्बेन्स पनि आयो पढाइमा। अनि प्रायः जस्तो अब म भोटिङ माग्नतिर चाहिँ अलि बढी बिजी भयो, किन भन्दा बिहानै निस्किहाल्नुपर्ने अनि भोटिङहरू माग्नुपर्ने। हामीले चाहिँ अब अरूको जस्तो त भएन नि त। हाम्रो चाहिँ अब मिडल क्लास फ्यामिलीबाट बिलङ गरेर भएको भए अब भोटहरू माग्नु लागि चाहिँ अनि यताउता जानुपर्नेले अलि पढाइमा चाहिँ डिस्टर्बेन्स आयो। बाँकी कुरा चाहिँ त्यस्तै हो। भोट माग्न चाहिँ कहाँ पुग्नुभयो? कलेज नै पुग्नुभयो? हजुर, म भोट माग्न चाहिँ हाम्रो यो कृष्णपुर नगरपालिकामा अनि थुप्रै विद्यालयहरू थिए। अनि यहाँको सकाए अनि हाम्रो यस धनगढीमा पनि थुप्रै विद्यालयहरूमा गए अनि विद्यालयहरूबाट पनि धेरै सपोर्ट आएको थियो। अनि हाम्रो सुक्खडमा चाहिँ गुरुहरू हुनुहुन्थ्यो। मेरो चाहिँ घर कञ्चनपुरमा रहे पनि मेरो जुन पब्लिक चाहिँ एकदम कैलालीमा छन् के। अनि त्यो कारणले चाहिँ प्रायः जस्तो मलाई चाहिँ कैलालीबाट चाहिँ अनि एकदम राम्रो रिस्पोन्स आएको थियो। कसरी कमाउनु भयो कैलालीबाट दर्शकहरूलाई? म डान्स चाहिँ अब हाम्रो यो अत्रिया हाम्रो पहाड रोडमा रहेको एउटा वान वे डान्स क्याम्प भन्ने छ। अब त्यसमा डान्स सिक्ने भयो नि त। अनि त्यसमा गर्दा चाहिँ अब थुप्रै यताउता ब्याटलहरू कम्पिटिसनहरूमा जाँदै गर्दा चाहिँ अब प्रायः जस्तो हाम्रो कम्पिटिसनहरू चाहिँ त्यो कैलालीमै हुने कि यताउतापट्टि अब लम्कीतिर, सुक्खडतिर, नेपालगञ्ज, कोलपुरतिर हुने। अनि त्यो कारणले चाहिँ अब यताउता गइराख्ने कारणले चाहिँ मेरो जुन पब्लिक छ मेनवाला रियल पब्लिक चाहिँ मेरो अनि कैलालीमै बन्यो। कुन फर्म गर्नुहुन्छ डान्सको तपाईँ? मेरो मेन फर्म चाहिँ हिपहप हो। अनि म रुचि राख्ने चाहिँ अलि कन्टेम्पोरेरीमा अनि अरू सबै फर्महरू गर्छु म। अहिलेको युवाहरूलाई चाहिँ कस्तो डान्स मनपर्छ जस्तो लाग्छ तपाईँलाई? अहिलेको युवाहरूलाई चाहिँ अब प्रायः जस्तो मोडर्नै ठिक लाग्छ। अलि हिपहप खाले नै मनपर्छ प्रायःलाई चाहिँ। अलि ब्याङबुङ अलि इन्टरटेनमेन्ट होस् न त, नाच्दा पनि अलि रमाइलो खालको गाना बजोस्, टक्क उसले पनि बवाल तरिकाले एनर्जेटिक पर्फर्मेन्स दियोस् भने अलि जोसिलो जाँगरिलो त्यस्तो खालको पर्फर्मेन्सहरू मन पराउँछन् जस्तो लाग्छ मलाई चाहिँ। कस्तो लाग्यो तपाईँलाई चाहिँ फाइनलमा चाहिँ तेस्रो स्थानमा सबभन्दा अगाडि लिने नाम है? तेस्रो स्थानबाट तपाईँको नाम आयो, तपाईँ उफ्रिनु पनि भएको थियो, म पनि त्यही थिएँ। कस्तो लाग्यो त्यति बेला? यस्तो लाग्यो कि लाइक एकदम प्राउड मोमेन्ट के त्यति बेला चाहिँ। कस्तो भन्दाखेरि अब त्यत्रो थुप्रो मान्छेहरू छ अनि तीमध्ये चाहिँ सुरुमै नाम आउनु अनि सेकेन्ड रनर अपमा नाम आउनु भनेको चाहिँ सानोतिनो कुरा होइन नि त। हाम्रो टोटल 200 कति चाहिँ कन्टेस्टेन्टहरू हुनुहुन्थ्यो। अनि त्यत्रो कन्टेस्टेन्टहरूलाई चाहिँ पछ्याउँदै आफूलाई चिनाउँदै है अब यो कम्पिटिसनले चाहिँ हामीलाई एउटा यस्तो स्रोत दियो कि लाइक हाम्रो के होस् कि योबाट। अनि त्यस्तो कुराहरू सोचेर चाहिँ एकछिन झट्ट लाग्यो कि कहाँ हुन्छु होला म चाहिँ, अब हाम्रो त कहाँ हुन्छ र अब त्यत्रो भोट पनि नहोला भन्ने खालको के। लाइक अरू कस्तो रहेछ कि अब कलालाई पनि सम्मानित गरिदो रहेछ कि यो कम्पिटिसनमा चाहिँ। अनि हाम्रो चाहिँ कलालाई सम्मान गरेर अनि प्लस भोटहरू देखाएर र मलाई चाहिँ अरू एउटा अर्को कुरा तेस्रो पोजिसनमा आउनुभन्दा पनि मलाई बढी गर्व महसुस भएको भनेको हाम्रो इन्टरनेसनल जज हुनुहुन्थ्यो जुन चाहिँ किरण थापा सर। उहाँको हातबाट चाहिँ मैले आफ्नो डान्सको थ्रुबाट बेस्ट पर्फर्मेन्स पाएको थिएँ नि त। अनि हाम्रो चाहिँ मोबाइल थियो बेस्ट पर्फर्मेन्समा। अनि त्यो कुरा चाहिँ मलाई बढी गर्व लाग्यो कि, किन भन्दा ट्रफी उचाल्नु भनेको त एकदम गर्व महसुस गर्नु हो। तर त्योभन्दा बढी पनि हाम्रो इन्टरनेसनल जजको हातबाट चाहिँ त्यो बेस्ट पर्फर्मेन्सको अवार्ड पाउनु एकदम हाई लेभलको एक्सपेक्टेसन नै नभएको कुराहरू थियो कि त्यहाँनिर चाहिँ। यो भोट माग्ने चाहिँ कतिको झन्झट भयो अथवा रमाइलो परेको त्यति बेलाको है? भोट माग्ने आफ्नै एक प्रकार छुट्टै रमाइलो पनि हुन्छ, जानु पर्यो, साथीहरूलाई भेट्नु पर्यो, कस्तो रह्यो तपाईँको? भोट माग्दा चाहिँ अब अरूलाई चाहिँ कस्तो भयो त्यो त थाहा छैन। अब मलाई चाहिँ कस्तो भयो भन्दा अब अलि इन्जरीहरू बढी भएको थियो। अनि त्यसमा चाहिँ मैले केही कुरा सिक्नु भनेको चाहिँ लाइक मेरो बोलीमा अलि प्रभाव पर्यो। पहिला कस्तो बोल्थेँ आजभोलि मेरो बोलीमा धेरै कुराहरू परिवर्तन भएको छ। लाइक अलि प्लस पोइन्ट पाउने शब्दहरू चाहिँ मैले प्रयोग गरिरहेको हुन्छु। जस्तै अब थुप्रै स्कुलहरूमा गएँ अनि एउटा स्कुलमा चाहिँ बोली अर्कोमा गर्दा गर्दै अनि बोलीमा चाहिँ धेरै प्रभाव आयो क्या मेरो। अनि त्यो कुरा चाहिँ मलाई प्लस पोइन्ट भयो, किन भन्दा बोली मान्छे
आफ्नो कुराहरू केही माग्नु छ भने चाहिँ बोलीले प्रभाव पार्छ नि त। अनि त्यो कुराले चाहिँ मलाई धेरै सहयोग गर्यो। अनि अब बिहानै निस्किहाल्थेँ, अब खाइ भोकै गरेर चाहिँ अब अलिकता पीडा चाहिँ भएकै हो, नभएको होइन, तर माया चाहिँ धेरै पाएँ। अनि फर्स्ट टाइम अटोग्राफ दिएँ है स्कुलहरूमा, बच्चाहरूले धेरै रुचि राखे। अब एउटा डान्सर भइसकेपछि माया त हो चाहिने, पैसा भन्दा पनि एउटा डान्सरलाई, एउटा आर्टिस्टलाई चाहिँ माया चाहिँदो रहेछ है, बढीमा बढी। त्यो माया चाहिँ मैले यो धनगढी डान्स च्याम्पियनसिपको कारणले, अहिले हाम्रो यो कम्पिटिसनको फाइनलको कारणले चाहिँ म थुप्रै स्कुलहरूमा गएर त्यो माया पाएँ, त्यो सपोर्ट पाएँ। अहिले मलाई मेरै गाउँको मान्छेले राम्रोसँग चिन्दैन, तर होइन भन्नुपर्दा मेरै गाउँकोले पनि मलाई राम्रोसँग चिन्नुहुन्न, बट बाहिरतिरको मान्छेले, स्कुलहरूको मान्छेले चाहिँ यस्तो राम्रोसँग चिन्नुहुन्छ कि लाइक को आयो भन्दा एलेक्स दाइ आयो भन्नुहुन्छ कि, त्यो कुरा चाहिँ धेरै फाइदा भयो मलाई। नाम कमाउनु भयो यो सिजनबाट। गत साल पनि सहभागिता जनाउनु भएको थियो कि के छ? होइन, यो चाहिँ मेरो अहिले डान्सको जर्नीमा लागेदेखिको मेरो पहिलो रियालिटी सो भनेकै यही हो। कति भयो सिकेको तपाईँले? मैले ठ्याक्कै अहिले 2.5 साल हुन लाग्यो डान्स सिकेको चाहिँ। अब 2.5 सालमा चाहिँ धेरै कुराहरू जोडिएर अहिले यो कम्पिटिसनको सेकेन्ड रनर अप हुनु भनेको त अब एकदमै टफ हो नि त। त्यस्तै 2.5 साल भयो। यो चाहिँ कसरी जानकारी पाउनुभयो, अथवा धनगढी डान्स च्याम्पियनसिपको अडिसन चलिरहेछ है भन्ने कसरी थाहा पाउनुभयो? यो चाहिँ अब फेसबुकहरूमा आइरहेको थियो। अनि अब हाम्रो चाहिँ गुरु हुनुहुन्छ कि, अब उहाँले चाहिँ अब हामीहरू डान्स सिक्ने गए बेला चाहिँ अब भन्नुभयो कि एउटा कम्पिटिसन आउँदैछ, तिमीहरू लड्नुपर्छ है। हाम्रो सुदूरपश्चिमकै बिगेस्ट रियालिटी सो हो जुन चाहिँ हाम्रो धनगढी डान्स च्याम्पियनसिप छ, जुन चाहिँ एउटा अलग्गै टफ लेभलको प्लेटफर्म, अब जसमा चाहिँ तिमीहरूले पार्टिसिपेट भयो भने केही न केही बेनिफिट हुन्छ है, जाऊ भन्ने कुरा गर्नुभएको थियो। अनि त्यसपछि हुन्छ जान्छौ भन्ने कुराले चाहिँ अब यसमा पार्टिसिपेट गरिएको थियो। सुरुमा चाहिँ कुनै एक्सपेक्टेसन नै थिएन कि म के यो पदमा आउँला अनि यसरी विजेता हुम्ला भन्ने कुरा केही थाहै थिएन कि। लाइक त्यो कुराले चाहिँ अलि अब चाहिँ हामीले सबै कुराहरूमा जानुपर्छ भन्ने चाहिँ धारणा राख्यो। यो परिवारबाट चाहिँ कतिको सपोर्ट छ तपाईँलाई? परिवारबाट भन्दा पनि अब मिडल क्लास फ्यामिली हो, त्यति विकसित पनि होइन, त्यति लो पनि होइन। लाइक सपोर्ट एकदम राम्रो सपोर्ट छ, तर साथ छैन। बाहिर हुनुहुन्छ फ्यामिली चाहिँ सपोर्ट त एकदम भारी भरकम सपोर्ट हो। अब सुनिराख्नु भएको होला है, एकदमै सपोर्ट गर्नुहुन्छ धेरैभन्दा धेरै। तपाईँको परिवार पनि आउनु भएको थियो फाइनलमा? परिवार भन्दा पनि मम्मी ड्याडी चाहिँ हुनुहुन्न। अनि दाइ भाउजू, मेरो जुन आफ्नै दाइ भाउजू छन्, उहाँ चाहिँ हाम्रो इन्डियामै बस्नुहुन्छ क्या। अब त्यतै प्रायः जस्तो त्यतै बसिराख्नुहुन्छ। अनि यहाँ चाहिँ मेरो सानीमा हुनुहुन्छ, सानीमा अनि दाइ अनि मेरो आफ्नै दिदी आउनुभएको थियो। यहाँ चाहिँ दिदीहरू आउनुभएको थियो। कतिको खुसी भयो त्यति बेला? अब खुसी त धेरै भयो, अलि दुःखी पनि भयो। लाइक अब हुन्छ नि त, अब बुझ्नुभएको होला हजुरले पनि। अब त्यही कुरा हो, खुसी त धेरै एकदम बढी। आगामी यात्रा चाहिँ के छ? अब तपाईँलाई यसरी निरन्तरता दिने नदिनेमा के छ? अब चाहिँ मलाई अब डान्समा म बढी रुचि राख्छु नि त। अब त्यो कारणले चाहिँ अब मैले हाम्रो एउटा इन्डियामा द किङ्स युनाइटेड भन्ने एउटा डान्स क्लास छ, त्यसमा चाहिँ मैले यदि डिप्लोमा गर्न पाएँ भने चाहिँ अब मेरो डान्सको जर्नी चाहिँ अलि लेभल अप भएर चाहिँ म केही न केही अलि आफू गर्न सक्ने खालको, यस क्षेत्रबाट केही न केही गर्न सक्ने खालको चाहिँ हुन्छु भन्ने लागेको छ। किन भन्दा डिप्लोमा गरिसकेपछि चाहिँ हामीले नलेज पनि त्यतिकै पाउँछौँ र हाम्रो बडीमा अनि हाम्रो जुन दिमागमा जुन एउटा कन्सेप्ट रहेको छ हाम्रो डान्सको, त्यो सम्बन्धी चाहिँ अलि धेरै ग्रो अप हुन्छ क्या त्यो डिप्लोमा गरिसकेपछि चाहिँ। अनि आफ्नो बडी ल्याङ्ग्वेजहरू पनि राम्रो हुन्छ। अनि त्यो डिप्लोमा गर्न पाएपछि चाहिँ म अलि मेहनत गरेर 7-8 साल डान्स चाहिँ त्यतिकै गरिँदैन नि त। अब नाच्छन् त सबै नाच्छन् त, तर अलि विकसित तरिकाले कसले नाच्छ, कसरी नाच्छ भन्ने कुरामा प्रभाव पर्छ। अब आशा छ भविष्यमा सफलता मिलोस् है, भगवान्ले पनि हेरिराखुन्। आफूले पनि भगवान्को भरोसा पर्नु भएन है, आफूले पनि मेहनत गर्नु पर्यो। त्यो कुरा चाहिँ छ। अब चाहिँ 40,000 रुपियाँले के गर्नुहुन्छ? पाउनुहुन्छ अब है, के छ? अब 40,000 त अहिले त पाएको छैन, अब पाइन्छ होला, किन नपाइनु। अब यदि पायो भने चाहिँ अब मेरो दाइ भाउजूले चाहिँ यत्रो मेहनत गरेर दुःख कष्ट गरेर है इन्डिया बाहिर देशमा त्यत्रो दुःख कष्ट गरेर अब मलाई सपोर्ट गर्नुभयो। सकेसम्म 80% चाहिँ दाइ भाउजूलाई दिन्छु। अनि बाँकी चाहिँ जुन मलाई स्कुलबाट सपोर्ट आयो, किन भन्दा आफू केही न केही पदमा आइसकेपछि मैले भनेको थिएँ कि म तपाईँहरूमा जसरी भोट माग्न आएँ त्यसरी मिठाई बाँड्न आउनेछु यदि म कुनै पदमा आयो भने भनेको थिएँ। अब त्यही कुरा गर्नु पर्यो, किन भन्दा भोलिको दिन चाहिने उहाँहरू नै हो, हामीले अहिलेको हेरेर हुँदैन। अनि थुप्रै स्कुलहरूमा गएको थिएँ। अनि स्कुलमा गएर चाहिँ अब मेरो प्लान भनेको अब जति सकिन्छ आफ्नो तर्फबाट बेस्ट दिन कोसिस गर्ने, सबैलाई खुसी बनाउने, मिठाई बाँड्ने,
त्यो चाहिँ छ। अन्तिममा चाहिँ तपाईँको सपोर्टरहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब सबैले मलाई यसरी नै सपोर्ट गरिराख्नु होला। तपाईँहरूको माया ममताले नै म यहाँसम्म पुगेको हो। किन भन्दा म आफूले मात्र गरेर हुँदैन है, तपाईँहरूले गरेर नै म यहाँसम्म पुगेको हो। मलाई अझै अगाडि बढाउनु होला। अहिले हाम्रो यो लाइक स्टेट लेभलको कम्पिटिसनमा चाहिँ म तेस्रो भयो भन्दा हाम्रो नेसनल टिभी रियालिटी सोमा यदि म आएँ भने चाहिँ तपाईँहरूको एकदमै बेस्ट सपोर्ट चाहिन्छ मलाई। सो सबैले मलाई साथ सपोर्ट दिनु होला अनि माया गरिराख्नु होला। एलेक्स भुल है, सबैले चिन्नु भएको छ मलाई, जतिले पनि सपोर्ट गर्नुभएको छ। अनि नचिन्नेले पनि यो भिडियो हेरेर मलाई खोजी गरेर चिन्नु होला, यति नै भन्न चाहन्छु। समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद है त। हस्, एकदम धन्यवाद छ सर हजुरलाई। हवस् त, कार्यक्रम सकियो, हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।